साथीहरू यति बेला राम कमला र मुनाको डिभोर्स गराउनको लागि परिरहेका छन् श्रुति मालती र भरतमणि। तर उनीहरूको यो प्लान भने कुनै पनि हालतमा सफल भने हुनेवाला भने छैन, किनकि रामलाई राम्रोसँगले थाहा छ कि श्रुति मालती र भरतमणिले अब कस्तो खेल खेल्छन् भन्ने कुरा भने रामलाई राम्रोसँगले थाहा छ। तर राम यति बेला रमेश र दिपाको कुरा लिएर आएको कारणले गर्दाखेरि कमला र मुनासँग रिसाएर भने उनी बोलिरहेका पनि छैनन् र अब यसैको फाइदा उठाउन लागिरहेका छन् श्रुति मालती र भरतमणिले। तर उनीहरूको अब यो षड्यन्त्र भने कुनै पनि हालतमा सफल भने हुनेवाला भने छैन, किनकि राम कमला र मुनालाई फुटाउन सक्नु भनेको असम्भव हो। त्यसैले यो असम्भव काम नगर्दाखेरि नै राम्रो हुन्छ। यसको मूल्य भने राम्रोसँगले चुकाउनु पर्ने हुन्छ पछि श्रुति मालती र भरतमणिले। यिनीहरूले कहिले पनि राम र रामका गाउँलेहरूलाई सुखले बाँच्न भने दिएका थिएनन् र अब पनि त्यसै गर्नेवाला छन्। अब भएको नभएको सबै कुरा लगाएर राम कमला र मुनालाई फुटाउने कोसिस भने अवश्य पनि गर्नेवाला छन्। तर राम कमला र मुना त्यति कमजोर भने पक्कै पनि छैनन्। साथीहरू, तपाईँहरूलाई के लाग्छ? श्रुति मालती र भरतमणि मिलेर राम कमला र मुनालाई फुटाउन सक्लान् त? उनीहरूको डिभोर्स गराउन सक्लान् त? आफ्नो विचार भने कमेन्ट सेक्सनमा लेख्नुहोस् है त। त्यस्तै साथीहरू, यता सुशीला पनि पहिला जाने तयारी भने गरिरहेकी छिन्। हो साथीहरू, यति बेला उनी तराईबाट रामको घरमा आएर बसिरहेकी छिन्। राम पनि एकदमै धेरै खुसी भने भइरहेका थिए। तर यति बेला भने सुशीलाले पहिला जाने तयारी भने गरिरहेकी छिन् र उनले यो कदम अचालिन् भने रामलाई पछि भने पक्कै पनि अप्ठ्यारो भने पर्नेवाला छ, किनकि पूजाले पनि त्यस्तै गल्ती गरे पछाडि रामले एकदमै ठुलो सजाय भन्ने पाउनु परेको थियो र उनी पूजाकै कारणले गर्दाखेरि जेल समेत बस्नु परेको थियो भने अब सुशीलाले पनि त्यही कदम उठाइन् भने पक्कै पनि रामलाई भने एकदमै धेरै अप्ठ्यारो भने पर्नेवाला छ। तर यति बेला कमला र मुनाले भने सुशीलाको सबै योजनाहरू चाल पाएर सुशीलालाई भने रोकेर राखिरहेका छन्। तर उनीहरूले धेरै लामो समयसम्म रोकेर राख्न भने पक्कै पनि सक्नेवाला त छैनन्। त्यसैले अब कमला र मुना मिलेर भने सुशीलालाई सम्झाइ बुझाइ गरेर हुन्छ या के गरेर हुन्छ अब सुशीलालाई भने रोकेर राख्नुपर्ने हुन्छ, नत्र सुशीलाकै कारणले गर्दाखेरि रामले दुःख पाउने भने पक्का छ। अहिले समय भने छ, त्यसैले यो कुरालाई भने ख्याल गर्नु भने एकदमै धेरै जरुरी भने छ र सुशीलाले पनि यो कुरा भने बुझ्नुपर्ने हो कि सुशीला अहिलेसम्म त्यो केटासँग भने भेटेकी पनि छैनन् र फोनमा सम्पर्क भएको भरमा भने भागेर पहिला जान भने लागेको हुन्। उनले पक्कै पनि दुःख भने पाउनेवाला छ। यो कुराको पछाडि पनि पक्कै श्रुति मालती र भरतमणिकै हात हुन पनि सक्छ।